तपाईलाई नेपालको एउटा महँगो जडीबुटी देखाउँदैछु जो चटनी खान्छन् टिमुर। हेर्नु कति धेरै फलिरहेको टिमुर कस्तो राम्रो फल्दो रहेछ। रुख पनि कति ठुलो हुँदो रहेछ देख्नुभयो होला नि है फलेको कस्तो झोप्पा झोप्पा फल्दो रहेछ यार। रुख पनि फेरि कति ठुलो छ। यसको रुख मोबाइलमै आएको छैन होला ठुलो हुँदो रहेछ। काँडा पनि हुन्छ तर कस्तो झोप्पा के टिप्नु पनि कस्तो सजिलो कस्तो राम्रो। अहिलेबाट कस्तो मजा मस्त बास्न अहिलेदेखि टेस्टी छ। अहिलेदेखि हेर्नु अझ टाढाबाट देखाउँछु। ठुलो हुँदो रहेछ। त्यसको फेँदै त कति ठुलो छ फेँदै कति मोटो छ। अझ पहिला काटेको बुटो रहेछ।